नमस्कार। अहिले हामी पोखरा महानगरपालिका वडा नम्बर 19 मा छौँ। म प्रथमतः हाम्रा आदरणीय गुरु नन्दलाल पौडेलज्यूका कान्छा सुपुत्र पुष्पराज पौडेल जो हाम्रा गुरुभाइ हुनुहुन्छ, उहाँलाई धन्यवाद दिन्छु कि हाम्रो अन्नपूर्ण सोलर वाटर हिटर बहुचर्चित पोखरामा अग्रपङ्क्तिमा रहेको सोलर वाटर हिटरलाई हाम्रो गाउँमा पनि ल्याएर चाहिँ जडान गर्ने र चाहिँ यहाँ हाम्रो सिस्टमको प्रचार प्रसार हुन सक्ने जुन एउटा सुवर्ण अवसर प्रदान गर्नुभयो, उहाँलाई म धन्यवाद दिन्छु। यहाँका वातावरण हरियाली र हिम श्रृङ्खलाहरू यहाँहरू यसरी देख्न सक्नुहुन्छ र चाहिँ यहाँ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पनि रहेको छ र चाहिँ यो ग्रामीण भेग भए तापनि अहिले यहाँ राम्रा बिल्डिङहरू बनिरहेका छन् र चाहिँ यहाँको चाहिँ ग्रामीण भेग पनि एउटा सहरोन्मुख हिसाबले अगाडि बढिरहेको छ। हस्त नमस्कार।